व्यावसायिक बोलपत्र अर्थात् प्रोफेसनल बिडिङ। यो प्रक्रिया अलि जटिल लाग्न सक्छ हैन त? तर चिन्ता नलिनुहोस्, आज हामी यसलाई एकदमै सरल तरिकाले बुझ्नेछौँ। यो प्रस्तुति एउटा स्पष्ट रोडम्याप जस्तै हो, जसले सफल हुन र सामान्य गल्तीहरूबाट बच्न मद्दत गर्नेछ। ल सुरु गरौँ है त। एउटा सफल बोलपत्र पेश गर्नको लागि हामी यी 5 चरणहरू पार गर्नेछौँ। पहिले, कागजातको संरचनालाई बुझ्ने, त्यसपछि तयारी गर्ने, चाहिने मुख्य कागजातहरू जम्मा गर्ने, साना साना तर महत्त्वपूर्ण विवरणहरूमा ध्यान दिने र अन्त्यमा अन्तिम जाँच र जिम्मेवारीको बारेमा कुरा गर्नेछौँ। हरेक चरणले सफलताको जग बसाल्छ, त्यसैले ध्यान दिएर हेरौँ। कुनै पनि काम सुरु गर्नुभन्दा पहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बोलपत्र कागजातको संरचना बुझ्नु हो। यसलाई पूरै प्रोजेक्टको ब्लुप्रिन्ट भने पनि हुन्छ। यही त्यो नक्सा हो जसले हामीलाई सही बाटो देखाउँछ। सामान्यतया यो कागजातलाई 3 मुख्य भागमा बाँडिएको हुन्छ। पहिलो भागमा बोलपत्र प्रक्रिया अर्थात् बिडिङ प्रोसिड्युर्सबारे जानकारी हुन्छ। दोस्रो भागमा कामको आवश्यकताहरू जस्तै बिल अफ क्वान्टिटिज जस्ता कुराहरू पर्छन्। अनि तेस्रो भागमा चाहिँ ठेक्काका शर्तहरू र हामीले भर्नुपर्ने फर्महरू हुन्छन्। यो संरचना राम्ररी बुझ्यो भने आधा काम त यत्तिकै सजिलो हुन्छ। ल, अब हामीलाई कागजातको संरचना त थाहा भयो। अब पालो आउँछ तयारीको। यो चरणमा हामीले गर्ने कामहरूले हाम्रो बोलपत्रको जग बसाल्छ। यी कामहरू पूरा नगरी अगाडि बढ्नु भनेको ठूलो गल्ती गर्नु हो। सबैभन्दा पहिलो र महत्त्वपूर्ण नियम, बोलपत्र कागजात सधैँ एम्प्लयर अर्थात् रोजगारदाताबाटै लिनुपर्छ। किनभने अनौपचारिक स्रोतबाट पाएको कागजात अपुरो वा पुरानो हुन सक्छ। अनि हरेक निर्देशन र स्पेसिफिकेसनलाई शब्द केलाएर पढ्नुपर्छ। एउटा सानो जानकारी छुट्यो भने पनि सबै मेहनत खेर जान सक्छ र बोलपत्र सिधै अस्वीकृत हुन सक्छ। एकदमै होशियार हुनुपर्छ है। यो नियम मात्र होइन, यो त सिधै चेतावनी हो। यदि कागजात सही ठाउँबाट लिएको छैन भने त्यसमा कुनै कमी कमजोरी भए त्यसको जिम्मा रोजगारदाताले लिँदैन। यो यस्तो जोखिम हो जुन कुनै पनि गम्भीर बोलपत्रदाताले लिन चाहँदैन। सफल बोलपत्रदाताहरू सधैँ सक्रिय हुन्छन्। केही कुरामा शङ्का लाग्यो, लिखित रूपमा सोधिहाल्नुहोस्। साइट भिजिट गर्नु त झनै राम्रो, तर याद राख्नुहोस् यो आफ्नै जोखिम र खर्चमा गर्नुपर्छ। अनि यदि प्रिबिड बैठक छ भने त्यहाँ जानु फाइदाजनक हुन्छ, तर जान सकिएन भने पनि आत्तिनु पर्दैन, अयोग्य भइँदैन। बैठकको निर्णय सबैलाई पठाइन्छ। अब हामी बोलपत्रको सबैभन्दा महत्त्वपूर्ण भागमा आइपुगेका छौँ। अब आउने सूची भनेको एउटा मास्टर चेकलिस्ट हो, जहाँ भएको हरेक कुरा अनिवार्य छ, एउटा पनि छुटाउन मिल्दैन। हो, बोलपत्रलाई पूर्ण र मान्य बनाउनको लागि जम्मा 7 प्रकारका मुख्य कागजातहरू चाहिन्छन्। आउनुहोस् एक-एक गरेर हेरौँ ती के हुन्। ल, यो हो हाम्रो मास्टर चेकलिस्ट। लेटर अफ बिड र बिल अफ क्वान्टिटिज त नभई भएन। बिड सिक्योरिटीले प्रतिबद्धता देखाउँछ। जसले हस्ताक्षर गर्दैछ उसको लागि अधिकार पत्र अनिवार्य छ। अनि कम्पनीको योग्यता प्रमाणित गर्ने कागजातहरू जस्तै दर्ता, कर चुक्ता आदि त चाहियो नै। जोइन्ट भेन्चरमा काम गर्ने हो भने जेभी सम्झौता पनि पेश गर्नुपर्छ। र अन्त्यमा बिड डेटा शिटमा अरू कुनै कागजात मागिएको छ कि भनेर हेर्न चाहिँ कहिल्यै नबिर्सनुहोस्। अब कुरा गरौँ ती सासाना विवरणहरूको, जसलाई अक्सर बेवास्ता गरिन्छ तर तिनैले जित र हारको फैसला गर्छन्। यी नियमहरूले व्यावसायिकता देखाउँछन् र बोलपत्रलाई अस्वीकृत हुनबाट जोगाउँछन्। यो नियम एकदमै सिधा छ। दिएको फारम जस्तो छ त्यस्तै प्रयोग गर्नुपर्छ। त्यसमा कुनै पनि फेरबदल गर्न पाइँदैन, न त त्यसको सट्टामा अर्को फारम हाल्न पाइन्छ। अनि हो, कुनै पनि खाली ठाउँ छोड्नु हुँदैन, हरेक कुना भर्नुपर्छ। अब हस्ताक्षरका 4 महत्त्वपूर्ण नियमहरू। पहिलो, सधैँ नमेटिने मसी अर्थात् इन्डेलेबल इङ्क प्रयोग गर्नुहोस्। दोस्रो नियम, जसलाई अधिकार दिएको छ हस्ताक्षर उसैले मात्र गर्न सक्छ, अरू कसैले होइन। तेस्रो, हस्ताक्षरको ठिक तल हस्ताक्षर गर्ने व्यक्तिको नाम र पद स्पष्टसँग लेखिएको वा छापिएको हुनुपर्छ। र चौथो, तर एकदमै महत्त्वपूर्ण नियम, यदि कतै केही केरमेट वा सच्याउनु परेमा त्यसमाथि हस्ताक्षरकर्ताको छोटो हस्ताक्षर अर्थात् इनिसियल अनिवार्य छ। यी नियमहरूमा हेलचेक्राइ गर्नु भनेको बोलपत्रलाई जोखिममा पार्नु हो।
सक्कल र प्रतिलिपि पेश गर्दा एउटा कुरामा सधैँ ध्यान दिनुस्, सक्कलमा ओरिजिनल र प्रतिलिपिहरूमा कपी भनेर स्पष्टसँग लेख्नुपर्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यदि झुक्किएर सक्कल र प्रतिलिपिमा केही फरक पर्न गयो भने सधैँ सक्कल कागजातलाई नै आधिकारिक मानिन्छ। भाषाको नियम पनि एकदमै स्पष्ट छ। बोलपत्र र सबै पत्राचार BDSमा तोकिएकै भाषामा हुनुपर्छ। यदि कुनै सहयोगी कागजात अर्कै भाषामा छ भने त्यसको सही अनुवाद पनि सँगै राख्नुपर्छ र यो कुरा महत्त्वपूर्ण छ। कुनै विवाद भएमा त्यही अनुवादलाई नै अन्तिम मानिन्छ, सक्कललाई होइन। ल, अब हामी अन्त्यतिर आइपुगेका छौं। यो खण्डमा हामी बोलपत्र दाताको अन्तिम जिम्मेवारीको बारेमा कुरा गर्नेछौं, अर्थात् आफ्नो प्रस्तुतिको स्वामित्व लिने बारे। यो कुरामा कुनै दुविधा नहोस्, बोलपत्र तयार पार्न र पेश गर्न लाग्ने सबै खर्च बोलपत्र दाताकै हो। चाहे ठेक्का परोस् वा नपरोस्, रोजगारदाताले 1 रुपैयाँ पनि फिर्ता दिँदैन। यो लगानीको जोखिम आफैले लिनुपर्छ। र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा, जवाफदेहिता। पेश गरिएका हरेक कागजातको प्रामाणिकताको पूर्ण जिम्मेवारी बोलपत्रदाताकै हुन्छ। यहाँ इमान्दारी र शुद्धतामा कुनै सम्झौता हुँदैन। र अब एउटा अन्तिम प्रश्न, यति धेरै मेहनत र तयारीपछि के एउटा सानो सामान्य गल्तीले पुरै बोलपत्र अस्वीकृत गराउन सक्छ? यसको जवाफ हो सक्छ। व्यावसायिक बोलपत्रको दुनियाँमा विवरणमा ध्यान दिनु नै सफलताको सबैभन्दा ठूलो र महत्त्वपूर्ण कुञ्जी हो।